लागौँ लु माथि लगाऊँ यो जाने देखा चाहिँ दस फोन देऊ त फोन यसमा पसल पसल राख्नु पर्छ ध्यान दिएर ध्यान त हाम्रो न यार जिल्ला जिल्ला पालो भनेको अरे राम्रो दामी कालो बाटो छ जान्छ हजुर उ त्यहाँ तलसम्म चाहिँ आएको थियो अघि हामी यता छिर्यौँ नि त्यहाँसम्म चाहिँ आएको थिएँ त्यहाँदेखि चाहिँ यता आएको थिएन म दाइ तारै भिर जान्छ यो बाटो तारै भिर जान्छ कताबाट जान्छ तारै भिर भनेको चाहिँ कतापट्टि हो हजुर हजुर लोकेसनले त गुगलले त यता यता देखायो गुगलले त कता कता देखाउँछ त्यहाँ त्यतै हिँड्न थाल्यो नि त जङ्गलभित्र त्यो हामी तल त्यो सिटिजन ब्याङ्कको यस्तो उयो लगाएकोदेखि यता छिर्यो कि सिधै ठाडो जाने न गुटुङ ज्ञानेलाई बोल्नु त पर्दैन भेना पर्दैन बस्नु न हराएको हराइ गर्छ कि अनि फेरि टेन्सन हुन्छ अस्ति नै हराएको कि यहाँ माथि टाँसिरहेको छ म्याग्नेट हो कि म्याग्नेट एउटा त हरायो भेटेन त्यो चेप्नेवाला अनि यो म्याग्नेटवाला मात्रै बाँकी छ क्या अब हो लेले भिना जुका जुङ्गा डढे तातो खोलेले भन्दै गाउँथ्यो नि फुपाजुले खुकुरी लिएर कुदाउँथे मरि जाऊ तिम्रो कसम ल आधा आधा म थोरै खान्छु ल त निकाल त अरू पनि खान फेरि हेलो बाबाल एउटा फेरि जिब्रै खानु खानु पानी चाहिँ पिउँ यार मलाई बिर्सेर जाने भइ जाऊ किन भन्नु नो दुःख त्यस्तो दुःखै हुँदैन दुःख भन्ने चिज हाम्रो देशमा छैन हाम्रो अलि यताउता इयरफोन चाहिँ निकालिदिऊ हेलो साथी के भयो तिमीलाई बस्नु यो नअटाइकन कुद्दैन त अनि तिमीले भन्नै पर्दैन सेन्सर छ भन्ने थाहा छैन यो स्ट्यान्डमा वाउ दामी दामी ठाउँ
दामी दामी ठाउँ तिम यो ठाउँ चाहिँ भेना सही लाग्यो है यहाँ अब केटाहरूलाई अगाडि हिँड भनौँ ल यो यसले चिप्लाउँछ होइन मार्छ साफहरू गर्नुपर्ने आगे चलो आगे अगाडि जाऊ न यो फेरि कुरो बुझ्दैन यसलाई त लिखितमा पो लेखेर दिनुपर्छ तपाईँ बाटो त डेन्जर यो गाईको गोबर पनि गु जस्तो बनाउँछ यार साँच्ची यार हाम्रोतिरको गाईहरूले त कस्तो मगमगवाला बनाउँछ हक छ यार सिरियसली भन्दा पक्नु अफ रोड मोडल आउँछु ल म बाटो त अब सुरु भयो त है असली बाटो हे 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 वाउ मजा आउँछ तर अफ रोड चलाउन नि हिलो भयो भने त अघि फेरि उत्तानो हो नि वाउ लुलु गोबरमा चिप्लेर ठ्याक्कै यार गु गनाउने गोबर यार यो दाना खुवाएको हुन्छ नि दाना खुवाएको गाईहरूको यस्तै गनाउँछ भेना लडियो भने दुवैजना ल ए को किन चल योभन्दा डेन्जर डेन्जर हामी दलिसा म अनि उ त्यो यो पनि हामी चारजना मात्रै गएको क्या उहाँ उता सैलुङमा यस्तो डेन्जर बाटो गएको नि तपाईँ यो त केही होइन त्यति हल्का चिज पानी परेर हिलो हिलो भएको बाटो होइन त्यति बेला चाहिँ अर्को बाइक थियो कि एफजेड त्यो पनि राम्रै कुद्थ्यो त्यस्तो बाटो भएर पैसा नपरेको रहेछ राम्रो बाटो बनाएको पैसा पर्थ्यो होला यहाँदेखि तल झऱ्यो भने त यार उनीहरू बेबी बाबु सोना भन्दै हिँड्छन् दुईजना गफ गर्दै म चाहिँ पछाडि होइन लाटाले पापा हेरे जस्तै खतरा का खिलाड़ी है ये क्या है रिसोर्ट कता हो
तारेभिर उते रहेछ होइन उ यहाँ के रहेछ अल्टिमेट भेन्यू तारे ए तारेभिर जाने यता हो कि यता हो दाइ तारेभिर जाने यता हो कि यता यता हो ए ए ए उह 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 खाँदैन लड्यो भने साला भेनासँगै हो क्या तर त्यसो नि भन्नु हुँदैन साँच्चीकै लड्यो भने त साह्रो दुख्छ नि फेरि धेरै छैन अब त आइहाल्यो नि ओहो पख्नु है यो भ्यू त एउटा खिच्नुपर्छ होला जस्तो लाग्यो यो भ्यू त एकचोटि खिच्नु पर्दैन दामी तिनीहरू त लुइलो हिँड्दैनन् त मैले साथीभाइ पर्खिनुपर्छ भन्ने केही छैन क्या आफ्नो अघि त मेरो पछि पछि हिँड्थ्यो कि सेल्फिस भइसक्यो अघि अहिले माथि यिनीहरूको इन्टरभ्यू लिनुपर्छ अघि बाटो नदेख्दा त मेरो पछि पछि कुद्नु अनि अहिले चाहिँ सुइँ छोडेर हिँड्नु होइन होला यहाँ राख न यहाँ पछाडि लेडी राइडर कति राम्रो राम्रो बाख्राको पाठाहरू छन् होइन तर एक्सपर्ट रहेछ सानी हेलो आज चाहिँ हामी साथीहरूसँग यसो तारेभिर घुम्न आएका छौँ यता छ मेरो साथीहरू एकदम हरियाली छ ओइ खोइ त तिमीहरूलाई यसो भ्लगमा स्वागत गरौँ भनेको तिमीहरू त अनि कहाँ हिँडेको अनि हेलो गाइज तपाईँहरूले हाम्रो भ्लगमा स्वागत छ हाम्रो भ्लग चाहिँ यहाँ तारेभिरसम्मको हो भलग हाम्रो भ्लगमा चाहिँ तपाईँलाई पनि भलगमा स्वागत छ ल तारेभिर आएको बाटो खाना भएर आदि गाइजहरू बाटो थाहा नभएर हामी यो त आज धेरै यसो अलमल गरियो हाम्रो घुम्ने समय जति सब बाटो खोज्दा खोज्दै लाग्यो गुगल म्यापले त म त बाइक माथि सबै आउने रहेछ गुगलले त कहाँ पुर्याइदियो अनि अलिकति हिँडौँ भनेर हामीले यसो हेरिरहेको थियौँ यो चाहिँ तारेभिर पुगिसकेको छौँ फाइनल्ली तर
एकदम दामी दामी लभली रहेछ है ठाउँ चाहिँ